ताल हेर्नु गाइज होइन बवाल छ होइन अब उता गएर नि देखाउँछु माई मम मानु बवाल रहेछ ठाउँ गाइज होइन फाइनल्ली Hi from Jaborzno. जाबोर्जनो Oh freaking! वेलकम टु माई युट्युब च्यानल गाइज वी आर इन जस्ट टुडे लेक गाइज होइन यो चाहिँ तिली चाहिँ ताल जस्तो छ नेपालको होइन बवाल हाम्रो चाहिँ साथीहरू टन्नै छ सब उता फोटो खिच्दा छ यता फोटोग्राफर चाहिँ यहाँ ताल हेर्नु गाइज होइन बवाल छ होइन अब उता गएर नि देखाउँछु चाहिँ लगभग नेपालकै जस्तो चाहिँ के भन्छ यो के अरे सल्लाहको रुखहरू छ बाटो अप्ठ्यारो Here is my mom. And this is my This is winners. We are always together हैन यहाँबाट देखाउँछु म तपाईहरुलाई हैन यस्तो बवाल छ कि हैन ल हेर्नु गाइस यो तिली चाहिँ ताल भने जस्तै हैन अझ उतापट्टि अझ म देखाउँछु अहिले झन् कस्तो बवाल छ ठाउँ हैन मैले चाहिँ खासमा भिडियो बनाउँदिनँ भन्ने सोचेको थियो आज चाहिँ अनि यहाँ आएपछि चाहिँ नेपालको जस्तो याद आयो सो अहिले चाहिँ भिडियो बनाए त बवाल छ हेर्नु हैन गाइस अझ उतापट्टि पल्लोपट्टि यहाँबाट देख्छ उता पारि त्यहाँ पनि बवाल बनाउँछु इस नेपालको जस्तै घारी छ होइन नि सल्लाहको रुख नेपालको जस्तै याद आउँदो रहेछ यहाँ आउँदा चाहिँ होइन डाँडा काँडा हेर्नुहोस् होइन पारि दामी छ अहिले म फेरि उतापट्टि गएर चाहिँ डरो बनाउँछु यिनीहरू बाजा बाजा भिडियो बनाउनु यहाँ चाहिँ बवाल छ दाली दाली के भने हो फिलिपिनो भाषा बुझ्दैन यहाँ चाहिँ एउटा मम माई मम ओके गाइज होइन म अर्को फेरि अर्को पार्ट बनाउँछु उता पल्लोपट्टि गएर पल्लोपट्टि झन् बवाल छ फाइनल्ली रोड स्टेसन आइपुग्यौँ यहाँ चाहिँ धेरै रमाइलो रहेछ मान्छे चाहिँ छैन जोस् घाम अलिअलि लाग्यो जाडो छ यसपालि चाहिँ अलि गर्मी नभएको कारणले गर्दा चाहिँ अलिकति जाडो छ तर ठाउँ चाहिँ यही हो गाइज हामी चाहिँ यहीँ भनेर आएको दामी रहेछ होइन आज पानी चाहिँ अलिक कम रहेछ न त भन्दा यहाँ प्रायः माथि आउँथ्यो माछा यहाँ ए फिस कार्लोस Yeah, they are fish. You see? Ooh, look at this one. This is a big one. This is big. कत्रो बढा रहेछ गाइज होइन ठुल्ठुलो रहेछ ढ्याक्या निलो यार पानी यतातिर नि रहेछ उयो देखाइन्छ हेर्नु है म तपाईँलाई यहाँनिर चाहिँ कत्रो माछा रहेछ यहाँनिर चाहिँ कहाँनिर यहाँनिर सानो रहेछ कस्तो दामी रहेछ ठाउँ चाहिँ तर पानी अलिक कम रहेछ जाडो पनि छैन उयो यतातिर पनि रहेछ माछाहरू यहाँतिर ठाउँ चाहिँ दामी रहेछ गाइज होइन तपाईँहरू चाहिँ कातोबिचको बिचमा अलिकति कातोबिच अथवा क्राकोतिर बस्नुहुन्छ भने चाहिँ यो ठाउँ चाहिँ बवाल रहेछ घुम्नको लागि चाहिँ होइन हामी चाहिँ धेरै टाढोबाट आएको सस्नो बिच भन्ने ठाउँबाट अलिकति धेरै हिँड्नुपर्ने लास्टै 1 घन्टा लगभग 1.5 आवरको यात्रापछि चाहिँ हामी यहाँ यो ठाउँमा आइपुग्यौँ बवाल छ यो ठाउँ चाहिँ होइन माछाहरू हेर्नु यहाँ होइन बवाल मसिनो माछाहरू कति धेरै रहेछ यहाँ माछा खतरा रहेछ यहाँ ठाउँ चाहिँ बवाल रहेछ गाइज होइन तपाईँहरू चाहिँ काकोतिर हुनुहुन्छ भने यता आउँदा हुन्छ अनि यता के भन्छ कातबिचतिर हुनुहुन्छ भने नि घुम्न आउँदा हुन्छ है बवाल छ ठाउँ चाहिँ यो ठाउँको नाम चाहिँ के भन्थ्यो याबोर्जनो खोइ के भन्थ्यो होइन एक्ज्याक्टली थाहा भएन म पनि फर्स्ट टाइम आएको मैले पनि लोकेसन हेरेर आएको होइन यहाँतिर फिस चाहिँ बवाल छ प्लेस चाहिँ यही रहेछ दामी रहेछ ल खतरा बवाल छ होइन अब हाम्रो साथीहरू चाहिँ यहाँ पुरै फोटोग्राफर भिडियोग्राफर कत्रो रहेछ माछा ए विनर लुक very big right ठाउँ चाहिँ दामी रहेछ ल म जुत्ता खोल्छु त्यहाँ राख्छु हामी चाहिँ बवाल रहेछ ठाउँ गाइज होइन फाइनल्ली घुम्नको लागि भनेर आएको धेरै भयो कम्पनीमा चाहिँ आगो लाग्यो अनि त्यसपछि अस्ति शनिबार आज के भयो आज फ्राइडे हो क्या अरे फ्राइडे आज होइन 1 हप्ता हुन लाग्यो अनि मेरो डकुमेन्टहरू पनि त्यहाँ छ लिनु जानु देखाएन म जाँदाखेरि चाहिँ खालि
अलिकति प्रब्लम आएर चाहिँ गएको होइन, त्यही भएर घर बस्दा बस्दा वाक्क भयो नि त। अब अर्को ठाउँमा लान्छु भन्थ्यो, त्यहाँ पनि अब होस्टेलको प्रब्लम भएर लगेको छैन। अब अर्को हप्ता भनेको, त्यही भएर चाहिँ हामी चट्ट लाएर 6जना घुम्न आएको छौँ। यहाँ 2जना कोलम्बियनहरू छ गर्छौँ होइन, अनि 1जना मेरो साथी हो। सेट हाई Hi. guys. Hi from Jaworzno. Jaworzno. What's the place name? Jaworzno Park. Park. Oh yeah. Yeah, park. Oh, freaking. Before it's like full of water, right? Right now. Actually, when it's when it's full of water, the water is like here. Very cold. Oh, freaking Umesh! You won? You won? कति धेरै फिस माछा गाइज आयो कति धेरै यहाँ हालिदिएको खाना कति धेरै आयो बास्नाले आमामा कति धेरै जम्मा भयो एकैछिन